गीतकार लक्ष्मण कृष्ण ताम्राकार मेया एल्बम तिम्रो खुसी सार्वजनिक जुगुदु यलया कुपण्डोले आइतबाजुको च्याजोले पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ लगायत या सर्जक देश तिम्रो खुसी एल्बम पितपोज्या यानदी गुखा ज्याजोले पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ गीतकार लिसे पूर्व मन्त्री शंकर प्रसाद कोइराला वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ वरिष्ठ संगीतकार शक्ति बल्लभ गीतकार चूडामणि देवकोटा डाक्टर सुप्रिया श्रेष्ठ ताम्राकार लगायत लक्ष्मण कृष्ण ताम्राकार अञ्चया दिगु मेया तिथि पछेर कया नवना दिगु खा आजको यो माहौल असाध्यै भावपूर्ण छ। म लक्ष्मण कृष्ण ताम्राकारजीलाई यस्तो सुन्दर गीतहरू दिनुभएकोमा म उहाँलाई हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्न चाहन्छु। र यहाँका गीतहरू सुने यो गीतहरू गेयात्मक छन्, लयात्मक छन्, श्रुति मधुर छन्, हृदयमा गर्ने खालका छन्, राष्ट्रप्रेमले ओतप्रोत भएको छ। उहाँले भन्नुभयो उहाँ त क्यान्सर सर्भाइभर हुनुहुन्छ, म त्यो सर्भाइभरको क्षेत्रमा देखिनँ। उहाँले भ्रमण भएर सबै फुलहरू खुसी जस्तो लाग्दो रहेछ। ताम्राकारजी 6 महिना अघि नगाएका गीतहरू लिएर आउनुभएको थियो। आज उहाँ चाहिँ गाइएका गीतहरू लिएर आउनुभएको छ। त्यो पनि 7 वटा गीतहरू तिम्रो खुसी मार्फत जुन भर्खर चाहिँ विमोचन भएको छ। मलाई त धेरै खुसी लागेको छ। उहाँले अघि भनिसक्नुभयो, नरेश भाइले पनि भन्नुभयो कि ईश्वरबाट प्राप्त भएको यो जुन चाहिँ बोनस जीवन छ त्यसलाई सिर्जनामा समर्पित गर्ने उहाँको सत्कार्य साँच्चै एउटा उदाहरणीय काम हो। र यो एउटा सराहनीय मात्रै होइन, उदाहरणीय मात्रै होइन, अनुकरणीय काम हो जस्तो मलाई लाग्दछ। हुन त आजभन्दा 50 वर्ष अगाडि होइन, ठ्याक्कै 50 वर्ष अगाडि उहाँले चाहिँ उपन्यास पनि लेख्नु भएको रहेछ। यो नगाइएका गीतहरू जुन किताब विमोचन कार्यक्रममा म पनि उपस्थित थिएँ, गएको थियो। त्यो बेला गीतहरू हेरेर मलाई धेरै राम्रो लागेको थियो। अनि मलाई पनि शक्ति बल्लभजी पनि त्यहाँ उपस्थित देखेँ मैले। शक्ति बल्लभजीले ल्याइराखिदिनु, म पनि गाउँछु भनेको थिएँ। ल्याइराखिदिनु भयो, राम्रोसँग ल्याइराखेर गाउनु भयो, सकिसकेन मैले गाउनु खोज्यो, बन्द गऱ्यो, एकदम भयभरको शक्ति प्रदर्शन गरेर त्यो भ्याएन। पोलिटिकल शक्ति प्रदर्शन गरेको के हुन्थ्यो होला, नेगेटिभ जान्थ्यो, तपाईँलाई आतङ्क गर्दथ्यो। पोजिटिभ पनि गर्नै सकेन। यो नगाइएका गीतहरूबाट सुरु भएका हाम्रो साङ्गीतिक यात्रा किताबमा त्यही थियो र त्यसलाई अहिले गाइएका गीतहरूमा परिणत गरेका छौँ। यसमा वास्तवमा गीतकारको लेखनको हिसाबले हेऱ्यो भने एकदम विविधता, यस्तो विविधता छ कि 7 वटा गीत हाम्रो नरेश भाइले अलिक भन्दै हुनुहुन्थ्यो मलाई, 7 किसिमको चाहिँ एकदम भेरिएसन रहेछ भन्नु हो। एकदम भेरिएसन छ गानामा, त्यस कारणले पनि हाम्रो म्युजिक कम्पोजमा पनि त्यत्तिकै भेरिएसन ल्याउने मलाई सजिलो भएको छ र भेरिएसन आएको पनि छ। उहाँलाई एकदम यो भेरिएसन एकदम भेराइटिज सङ कम्पोजिसनको लागि म धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु। उहाँमा जुन त्यो रोगसँग लड्ने त्यो इच्छा शक्ति आयो र त्यो रोगबाट उहाँले मलाई धेरै थियो म 5 यो गीत लेख्नु हो क्या भन्नुहुन्थ्यो क्या। र लेख्नु पनि कस्तो गीत लेख्यो भने अब हामी पहिले लेखेको उपन्यास लेख्ने मान्छे हो, उपन्यास लेखेका मान्छेले गीत लेख्ने भनेको कार्यकारी हुन्छ भनेको त हामीले भन्दा राम्रो गीत, हामी 20औं वर्ष गीत लेखेर राम्रो गीत। त्यसैले उहाँलाई अरू सफलता मिल्दै जाओस्, राम्रा अरू सिर्जनाहरू उहाँले जाउन्। यो पनि जोसँग जे खुबी छ, जे सिप छ, त्यसैबाट देशको सेवा गर्ने हो। यो सभा सफल बनाउन आफ्नो ओजस्वी पूर्ण स्वरबाट उद्घोषण गर्नुहुने नरेश भट्टराईज्यू तथा यस एल्बम तयार गर्न पर्दा पछाडि रही अथक मेहनत गर्नुहुने सङ्गीतकारज्यू, म्युजिक अरेन्जरज्यूहरू, रिकर्डिस्टज्यूहरू तथा एल्बमको डिजाइनदेखि एल्बम कभर छपाई गर्ने र सिडी तयार गर्नेदेखि प्याकिङ गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु। उहाँहरू बिना यो एल्बम तयार हुनै सक्दैन थियो। साथै यो एल्बममा आफ्नो सुमधुर स्वर दिनुहुने सबै गायक गायिकाहरूमा पनि धन्यवाद अर्पण गर्न चाहन्छु। ज्याजोले मेचोमी लक्ष्मण कृष्ण ताम्राकार थय त क्यान्सर जुइदुङका मि सृजना सक्रिय जियागु थासे सृजना हे थगु लागि वास जुगु थैदिल नगाइएका गीतहरू 2019
79 साल चैत्र 17 गते विमोचन भयो। त्यो किताब छाप्ने क्रममा हामी श्री ध्रुव मधिकर्मीज्यू र कवि मुकुन्द पोखरेलसँग छाप्ने कुरामा 76 सालतिर सल्लाह गरेका थिएँ। घरमा गएर नियमित रूपमा चाहिँ मैले स्वास्थ्य जाँच गरिरहेको थिएँ। रिजल्ट आएछ, किडनीमा चाहिँ नि ट्युमर देखियो। त्यसपछि किताब छाप्नेतिर गएर छोडेर लागेँ ब्याङ्ककतिर। एउटा दायाँ किडनी चाहिँ घुमाएर आएँ। त्यसपछि ठिकै थियो, सबै ठिक भइरहेको थियो। त्यसपछि आएर खुब हौसला पनि बढ्यो। अलिअलि चाहिँ अलिअलि लङ्समा पनि छुया छ भन्यो। त्यसपछि 2 वर्ष मैले केमोहरू लिएँ, औषधि खाएँ, सबै गरेँ। त्यो बेला एउटा गीत पनि देखाएको थियो। त्यो गीत चाहिँ सराना छोरी भनौँ, साथीको छोरी सराना छोरीले गाउनु भएको थियो। यो कहिले भन्दाखेरि 76 साल कार्तिक 27 गते देखाएको छ। रुँदा रुँदै हाँस्न सिकेँ, हार्दा हार्दै जित्न सिकेँ, मुटुमा भिजेका कति काँडाहरू एक एक गर्दै झिक्न सिकेँ। त्यो बेला करिब म औषधि खाएर झन्डै निको हुने अवस्था थियो। त्यसपछि फेरि नियमित उसको स्वास्थ्य परीक्षणको सिलसिलामा दिल्ली जाने 6 महिनामा गइरहेको थिएँ। सबै क्लियर भनेर म दास गरेर आएँ। दोस्रोपट्टि जाँदाखेरि फेरि चाहिँ फिमर भन्दो रहेछ, खुट्टाको हिप बोन चाहिँ नि, हिप बोनमा पनि दाग देखियो। हिँडेर गएको मान्छे त्यहाँ जाँदाखेरि पनि मलाई अपरेसन गर्ने मनै थिएन। केही भएको छैन, अब के गर्ने? देखेपछि गर्नु पऱ्यो, अपरेसन गरियो। मलाई कहिलेकाहीँ एक्लै यसो बसेर बुझ्दाखेरि ल जहाँ क्यान्सरको चिन्हहरू देख्यो, काट्दै फ्याँक्दै गरेको छ। टाउकोमा देख्यो भने के गर्ने? टाउकै फ्याँक्नु, त्यो पनि भएन। हेर्नुहोस् न, गजब। तर ठिक छ, अहिले औषधिको प्रविधिहरूले गर्दाखेरि धेरै सजिलो भएको छ, जुन कि म आफै उदाहरण बनेर तपाईँहरूको अगाडि उभिएको छु। गीतकार लक्ष्मण कृष्ण ताम्राकार्य थो एल्बमे दुगुमे शिशिर योगी, स्वरूपराज आचार्य, सत्यराज आचार्य, सराना श्रेष्ठ, आनन्द कार्की, बनिका प्रधान लगायत हालतीको तुषा, सङ्गीत शक्ति बल्लभ तयारीको ख। सर्वप्रिय गायक शिशिर योगी। सफलता मिलोस्, शुभकामना। छिमेकी हजुरले नै म आमन्त्रण गर्छु, यो सँगै तपाईँलाई उपहार स्वरूप प्राप्त हुनेछ। यो आफैमा एउटा ऐतिहासिक पल छ। थोयान्य वेकल थम चयादिगु नगाइएका गीतहरू नायागु सफु पिकनादिगु ख।